नर्मल भाषा भन्दाखेरि हामीसँग चाहिँ बिर्को सहितको डेक्ची आइसकेको छ। यसको साइजहरू पनि 3वटा छ, हजुरहरूलाई म देखाउँछु। ल हेर्नुहोस्, यो डेक्ची है भन्नलाई सजिलो, काम गर्न पनि एकदमै सजिलो। अनि यसमा स्टिलको लिड पनि आउँछ, चुटुक्क परेको, यसमा साइजको रहेको छ। अब हजुरले घरमा पहिलो कुरा यसमा चाहिँ दुधहरू तताउनको लागि प्रयोग गर्न सक्नुहुनेछ। जस्तै अब हामीले दुध तताउँदाखेरि 2 लिटरसम्म दुध मजाले तताउन सकिन्छ भने इन्डक्सनमा पनि हामीले युज गर्न सक्छौँ। यो चाहिँ ट्रिप्लाईमा रहेको छ भने अब ठुलो साइजको जस्तै घरमा कहिले कसो पाहुनाहरू आउँदाखेरि अलि धेरै खानाहरू दालहरू पकाउनु पर्दाखेरि पकाएको दालहरू खनाउनु पर्दा यसमा एकदमै सजिलो पनि हुन्छ। अब जस्तै खिरहरू पकाउनु पर्यो भने कुनै पनि खानाको आइटम पकाउन सहित मिल्ने, खनाएर राख्न पनि मिल्ने खालको चाहिँ यो डेक्ची हजुरहरूले 3टै सेट लिन पनि सक्नुहुनेछ। होइन हजुरलाई चाहिँ अब एउटा मात्रै आवश्यक छ, एउटा मात्रै लिन्छु भन्नुहुन्छ भने पाउनुहुन्छ। विनोद ब्रान्डको स्टेनलेस स्टिलको एकदमै राम्रो छ। हजुरले एकदमै राम्रो अफर प्राइसमा पाउनुहुनेछ। अर्डर गर्न ढिला नगर्नुहोला।